सुरु हुँदैछ। अर्काको जर्सी ट्र्याक सुट लिएर आउनु भएको छ उहाँ, हेर्नुहोस् 50 झर्नाबाट ल्याउनु भयो होइन। अहिले पुरस्कार दिने हो प्रत्येकलाई 1000 अध्यक्षलाई 15,000 गेम सम्पन्न गरेकोमा। हाम्रो ससुराबा हुनुहुन्छ उहाँ, गेम सम्पन्न गर्नुको अन्तिम चरणमा हुनुहुन्छ उहाँ। पुरा टेन्सनमा टेन्सन मुक्त भइसक्नु आज ससुराबा आज। तर लाइभ सकिसक्यो हाम्रो, अहिले नेटले काम गरेन होइन। ससुराबा दुर्गमलाई चाहिँ सञ्चार मन्त्री बनाउनु पर्ने भयो हजुरलाई। फाइनल गेम सुरु भइसकेको छ। सल्यान भर्सेस सामुदायिक त्रिवेणी युवा क्लबका खेलाडीहरू कोणभित्र भित्रिसक्नु भएको छ। जसले जित्छ उसलाई 1,11,000। यति बेला कर्णाली प्रदेशका टिम क्याप्टेन शैलेन्द्र साईको टोली यता कोणमा भित्रिसकेको छ भने नव युवाहरू हुनुहुन्छ उता गङ्ग बोगटीको टोली, यता भरत विश्वकर्मा हुनुहुन्छ सल्यानबाट, यता रञ्जित विश्वकर्मा हुनुहुन्छ उहाँ एपिएफ मा हुनुहुन्छ अहिले। शैलेन्द्र साईको सर्भिस मिलन बोगटीको तर प्रहार उहाँ कालीकोटको एउटा नयाँ खेलाडी हो। सर्भिस पालो गङ्ग बोगटीको। शैलेन्द्र साईले क्विक तान्दैछन्। पवन को कडा प्रहार। यति बेला भरत विकोको हातमा भलिबल फुटालेको छ। बल आउट फुटालेको छ। फेरि भरत विकोको हातमा भलिबल है। 2-1 गङ्ग गङ्ग गङ्ग। शैलेन्द्र साईको छाता चेकआउट। बल आउट हुन पुग्यो। गङ्गले तर प्रहार गर्नुभएको थियो, गोली भन्दा पनि कडा थियो प्रहार। बल आउट हुन नपुग्यो। मनिषा विष्ट आउनुभएको छ। फेरि स्वागत छ। शैलेन्द्र साईको गल्ती। यो फाइनल गेम हो है। प्रथम पार्क भलिबल प्रतियोगिता 2081 को फाइनल गेम हुँदैछ। सल्यान भर्सेस सामुदायिक त्रिवेणी आउँदैछन् के भर्खर जोडिएको हुन्। निष्पक्ष छ सर, अहिलेसम्म निष्पक्ष छ है भलिबल। शैलेन्द्र साईको दरो प्रहार बल आउट हुन पुग्यो, जसको फाइदा गोरख साईलाई पनि स्वागत छ है। आज हाम्रो फाइनल गेम हुँदैछ यहाँ नरनाथ गाउँपालिकाको पराङ्गणमा। पार्क भलिबलको अन्तिम चरणमा छौँ आज हामी। सामुदायिक त्रिवेणी युवा क्लब नरनाथ गाउँपालिका भर्सेस सल्यान जिल्लाको कुपटे नगरपालिका बीचको बल। यति बेला नम्बर 5-4 भएको छ। 2082 हो। 82 हजुर 82 सुन्दा 81 सुन्नुभयो होला। 82 नै हो है। रञ्जित विश्वकर्माको हातमा भलिबल। किरण बटालाको दरो प्रहार। सल्यानको टोली सल्लाह गरिरहेछ है। के गर्ने, कसो गर्ने, कसरी नम्बर थम्ने भन्ने विषयमा। भरत विश्वकर्माले रञ्जित विश्वकर्मालाई बोगलाइराख्नु भएको छ। बल आउट। पवन घरती मगरको सर्भिस।
सल्यान भर्सेस कालीकोट है अब। रञ्जितको हातमा भलिबल, रञ्जितको हातमा भलिबल, रञ्जितको हातमा भलिबल, रञ्जितको हातमा भलिबल। फेरि पवन है, पवन 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 पवन। ल खेलाडी हेर्नुहोस् न मैदानमा, हेर्नु खेलाडी मैदानमा। वाह 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 वाह, पवनको दौरो प्रहार। सात तीन, 7-4, 3 नम्बरले अग्रता छ है। चेकआउट 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 चेकआउट, बल आउट, बल चेकआउट। यो पहिलो सेट है, पहिलो सेट राज साहब। पहिलो सेटमा 5-7 छ है, 5-7 हेर्नुहोस्, 5-7 सल्यान 5। बल लाइट, बल लाइट, बल लाइट। शैलेन्द्र साईको हातमा भलिबल, सर्भिस पालो शैलेन्द्र विष्टको, शैलेन्द्र साईको। कडा प्रहार है, कडा प्रहार, कडा प्रहार। तुलनाथ परियारले हेर्नु चाहिँ उहाँलाई पनि स्वागत छ है, स्वागत छ। राम्रोसँग देखिया छ है लाइभ, राम्रोसँग देखिया। यहाँभन्दा बढी देखाउन सक्दैनौँ हामी। 6-7 छ, 6-8 6-8। वाह, पवनको टच है, पवनको टच। सर्भिस पालो गंगा बोगटीको। वाह, मिलन 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 मिलन। 8 बराबर छ है, 8 बराबर छ। दर्शकहरू यता माथि। ब्याक खेलाउँछ है, रञ्जितलाई खेलाउँछ, रञ्जितलाई खेला। मिलनको बलक, मिलनको बलक, मिलनको बलक। रञ्जितलाई छाता बनाएका छन् है मिलन बोगटीले, मिलन बोगटीले रञ्जितलाई झ्याप मारेका छन्, झ्याप मारेका छन्। ल ल गंगा बोगटीको आजमा सर्भिस है, सर्भिस आयो, सर्भिस आयो। वाह वाह, शैलेन्द्र साईले प्रहार जारी गरिरहेको थिए, हान्थ्यो होइन? ल कालीकोटको 10, सल्यानको 8, 8-10 है। सर्भिस गंगाकै छ फेरि, गंगा बोगटीको। वाह, सर्भिस सर्भिस मिस, सर्भिस मिस, सर्भिस मिस, सर्भिस। ल ल ल, पवन घरती मगरले जालीमा हानेका छन् बल। फाइदा कालीकोटलाई। सर्भिस गंगा बोगटीकै फेरि। शैलेन्द्र साईले रिसिभ लिएका छन्। वाह, रञ्जितको फल, रञ्जितको फल, रञ्जितको फल है शैलेन्द्र साई। रञ्जितको फल, रञ्जितको फल, रञ्जितको फल छ, आफ्नै फल छ यार, रञ्जितको फल छ। ल रञ्जितको फल छ। रञ्जितको फल भनेको थिए, रञ्जितको फल लैन्छ है। ल वाह 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 वाह। ल ल ल, कालीकोट है, कालीकोटको माहौल बढेको छ, कालीकोटको माहौल। ल यसको फल हो होइन? दर्शकले हेरिरहेछन् है, दर्शकले हेरिराख्नु भएको छ। ल स्वागत छ। रञ्जित एकदमै चिन्तामा हुनुहुन्छ कसरी आफ्नो टोलीलाई जिताउने भन्नेमा। रिसिभ गंगा बोगटी, गंगा बोगटी, गंगा बोगटी, गंगा बोगटी। वाह वाह वाह, शैलेन्द्र साईले, शैलेन्द्र साईले, शैलेन्द्र साईले। वाह 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 वाह, पारस पारस पारस। वाह 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 वाह।
बल आउट जेकै छैन बल आउट मिलनले बल राइट बनेको छन् है बल आउट भएको छ बल आउट कमल राज देवकोटा हुनुहुन्छ कमल राज देवकोटालाई पनि स्वागत छ जीवन बोम हुनुहुन्छ सम्पूर्णलाई स्वागत छ है फुटाल्यो बल लाइट राम्रैसँग हो है सर यहाँभन्दा बढी राम्रो देखाउन सक्दैनौँ है हामी कि सिसी क्यामेरा जोड्नु पर्यो राम्रोसँग देखाउनलाई कालीकोटको हुटिङ आइरहेछ है दिपिन्द मुखिया चिन्तामा हुनुहुन्छ कालीकोटले जित्नुपर्छ भनेर मिलन भाइको सर्भिस 5 नम्बर जर्सीको फल 5 नम्बर जर्सीकै फल हो हजुर त्यताबाट पनि देख्नु भएको रहेछ 5 नम्बर जर्सीको फल हामीले भन्यौं तर एम्पायर डिसिजन अनुसार 5 नम्बरको रहन्छ है 2 नम्बर आक्रमण छ कालीकोट किरण बटालाको लापरवाहीले सल्यानलाई नम्बर थप्न सफल भएको छ सल्यान 12 कालीकोट 13 सर्भिस पालो शैलेन्द्र साईको गंगा बोगटीले जालीमा हानेका छन् त्यसको फाइदा सल्यानलाई सल्यान 13 भयो है शैलेन्द्र साईको सर्भिस फेरि पनि भरत विकको दरपरा जसको नम्बर सल्यानलाई सल्यान 14 कालीकोट 13 रञ्जित र पवन सल्लाह गर्दैछन् कसरी नम्बर ल्याउने कसरी चेक गर्ने भनेर है शैलेन्द्र साईको सर्भिस सल्यानको दरबार टाइम आउट कालीको टाइम आउट चलेन क्या होइन ऋषि पुगेन टाइम आउट कालीकोट सल्यान पानी खाँदैछ कालीकोट पनि पानी खाँदैछ है पानी खाएर आउँदैछ मैदानमा लड्नको लागि खेमराजगिरीलाई पनि चिन्ता छ है उता घरमा पोइन्ट भइरहेछ दिउँसोडी भइरहेछ यता सिटी बजाएर उहाँलाई लास्ट दिक्क लागिरहेछ यी गाउँपालिका भवन अगाडि नै दुईजनाको बीचमा कडा परार किरण बटाला है किरण बटाला भूकम्पै आयो जस्तो भयो है अहिले भूकम्पै आयो जस्तो भयो सल्यान जिल्लामा भूकम्प आयो है अहिले सल्यान जिल्लामा भूकम्प सल्यानका साथीहरू पनि जस्ताको तस्तै फिर्ता गर्ने जोसमा हुनुहुन्छ शैलेन्द्र साई क्विक तान्दै हुनुहुन्छ है शैलेन्द्र साई जित्नै पर्छ भन्ने हो हाम्रो भरत विकको हातमा भलिबल सर्भिस पालो बल आउट सल्यान 17 छ भने कालीकोट 14 रञ्जितको ठुलो मिस्टेक रञ्जितले नेटमा हान्नु भएको छ त्यसको फाइदा कालीकोटलाई 15-17 भएको छ 15 कालीकोट 17 सल्यान पवनको मिस्टेक बल परिफाल्नु भएको थियो किरण बटालाले सो हानिदिनु भयो कसले जितिरहेछ त कसैले जितेको छैन अहिले सल्यान अग्रता छ 1 नम्बरमा गंगा बोगटीको हातमा भलिबल छ फेरि शैलेन्द्र साई ल स्वागत छ सल्यानका फ्यान
फ्यानहरू आइसकेका छन् है सल्यानका फ्यानहरू भाइहरू। ल मदन शाह पनि एकदमै चिन्ता हुन्छ हेर्नुहोस् गेम टुङ्गाउँदै हुनुहुन्छ अब। गङ्गे 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 बल हानेर ओर्याउनु भएको छ है पुरै। ल 18-17-17-18 कालीकोट 17 सल्यान 18। छैन 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 फल छैन। एम्पायर डिसिजन है एम्पायर डिसिजन कालीकोट बल 18 बराबर 18 बराबर। भरत विकले प्रक्रिया मिलाउँदैछन् है प्रक्रिया मिलाउँदैछन्। ल रञ्जित विश्वकर्मालाई बोलाएर प्रक्रिया मिलाउँदैछन् नम्बर थपौ भन्दैछन्। ल बल आउट हानेका छन् पारसले। सर्भिस हाम्रो भिडियो नगर्ने राम्रै थियो। ल पवनको हातमा बल बल बुढाले बल बुढाले बल बुढाले है बल बुढाले हो किरण बटालाले बल बुढाले बल बुढाले। ल ब्याकफाल्छ है ब्याकफाल्छ रञ्जितलाई। 20-19 कालीकोट 19 छ भने सल्यान 20। सर्भिस पालो शैलेन्द्र साईको। जे गर्छन् किरण बटालाले गर्छन् है जे गर्छन् किरण बटालाले गर्छन्। आज किरण बटालाले आफ्नो टोलीलाई जिताउन ठुलो मेहनत गरेका छन्। मिलन बोगटी चाहिँ चलेका छैनन् है आज। वाह 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 रञ्जितको पुरानै शट रञ्जितको पुरानै शट। सल्यानका फ्यानहरू छन् है साथीहरू सल्यानका फ्यानहरू। जे गर्छ किरणले गर्छ जे गर्छ किरणले गर्छ। 76 सालमा कालीकोट 50 जना आएर छापै छोडेर जानुभयो के अरे रञ्जित विश्वकर्मा। अन्त फेरि पनि 50 के अरे कालीकोट जिल्लाको नरनाथ गाउँपालिकामा आएर छापै बस्ने। फाइनल हो हजुर फाइनल हो शक्ति राजा फाइनल भइरहेछ है। रञ्जित विकको हातमा भलिबल। पवन 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 थापा मगरको बलक कडा 23-21। सल्यानले झात पाराले जस्तो भयो है सल्यानले। शैलेन्द्र साई शैलेन्द्र साई दिपेन्द्र विष्णुलाई पनि चिन्ता छ है कालीकोटले जिन्नुपर्छ भनेर लागिरहनु भएको छ उहाँ। यसको बीचमा नाच आउँदैछ है नाच पनि हेरौँ होला साथीहरू। सल्यानले हानेको छ